साथीहरु अहिले चाहिँ म ठ्याक्कै झारकोट गाउँमा छु। यो चाहिँ मुक्तिनाथ जानुभन्दा अगाडिको गाउँ हो र म तपाईहरुलाई मलाई जानकारी भए अनुसार एउटा कुरा भन्छु। तपाईहरुकोतिर यस्तो चलन छ कि छैन मुस्ताङकै कुनै गाउँमा भनिदिनु होला। जस्तो कि यहाँ यो राखिएको छ झण्डाहरु। यसलाई झण्डा भन्दा पनि लुङ्दा भन्छ जस्तो लाग्छ मलाई। यो लुङ्दाहरु चाहिँ प्रत्येक घरमा हामीले देख्छौं। तपाईले पनि मुस्ताङ जाँदा देख्नु भएको छ होला। यसको चाहिँ छुट्टै महत्व रहेछ। आफ्नो घरमा चाहिँ जतिजना सदस्य छ परिवारको त्यही अनुसार चाहिँ यो घरको छतमा अथवा घरको आँगनमा चाहिँ गाडिदो रहेछ। 4 जना छ भने 4 जना, 5 जना छ भने 5 जना, 7 जना छ भने 7 जना। अनि त्यसपछि यदि कसैको घरको परिवारको सदस्यको मृत्यु भयो भने चाहिँ त्यो फेरि निकालिदो रहेछ। अनि फेरि जन्मियो भने चाहिँ थपिदो रहेछ। त्यसरी चाहिँ गाउँमा चाहिँ तपाईको परिवारमा कति जना छ भन्ने कुरा चाहिँ नसोधिकनै यो लुङ्दा हेरेरै थाहा हुँदो रहेछ। कसैले चाहिँ सिङ्गै एउटा गाड्ने चलन पनि रहेछ। अब अहिले त गाउँ बस्तीमा मानिसहरू पनि छैनन्। बिस्तारै यो चलन घटेको जस्तो पनि देखिन्छ। पहिला चाहिँ घरमा बाजे बोजू हुँदा चाहिँ बाहिर कतै विदेशमा आफ्नो नाति नातिना जन्मियो भने पनि लुङ्दा गाड्ने चलन थियो रे। तर अहिले त कोही पनि छैन। गाउँहरू प्राय रित्ता छन्। बिस्तारै यो चलन चाहिँ हराउँदै गएको छ। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुस् है।